बुलेटले हिँड्न मानिराखेन किन हो तान्नु त बाबु तान्नु त माथि धन्यवाद बाबाले हात थापेछ घरै जानुपर्छ सर बाइक त जानु मिल्दैन हजुर त्यही त के गर्नु समस्या के भएर छ भन्दा EFI को तार एकदम लुज भएर छ कि के भन्नु छैन यार टेन्सन हिँड्दाखेरि यस्तो छोटो मोटो भइहाल्छ सर के छ रेडी हो हल्का डटपट हुँदैछ रेडी पनि भइसक्यो स्ट्र्याप पनि छ हल्का लगेज सगेज मिलिसक्यो शुभ यात्रा तिमीहरूलाई धन्यवाद डोमिनारमा राइनो वाक छ हाम्रो आज पुरै प्रिपरेसन 1 नाइट 2 डेज टाइप्सको प्याकेज हो यतिको चाहिँ चाहिन्छ कुनै स्पोन्सरसिप गरेको छैन छैन स्पोन्सर झन् ढडा छ यार 1500 मेडिक ब्याग गरे यत्रो ब्यागमा चाहिँ हामीले यसो चना चटपट राख्छ बेफाइ त के रहेछ भन्दा टाइटै हुनुपर्ने रहेछ है पुरै फुल हुनुपर्ने रहेछ अनि मात्र टाइट हुँदो रहेछ स्टेबल हुँदो रहेछ क्या टाइट फेरि राम्रो नि त टाइट बेस्ट हुन्छ यो मेन भने वाटरप्रुफ छ के धुलो धुवा भयो भने चाहिँ हामीले टक्क लाएर चाहिँ पखाल्न पनि सक्छौँ त्यही हो मेन यति नै हो अब जाने नि त ल ल लेट्स गो ओके गाइस सो क्यामेरा रोलिङ अब हामी जाँदैछौँ मोटु अगाडि छ हेलो भनिदियो त मोटुको आवाज पनि आइरह होला गीत चाहिँ निभाउँछु कपिराइट लाग्छ सो मोटुको पनि इन्टरकम छ मेरो पनि इन्टरकम छ मोटुको यो राइनो ब्यागले पुरै मान्छे धापिसक्यो एकजना कोचेकै छ कि भित्र दुईटाको सामान सँगै आइसक्यो सामान छ अब हामी पोखरातिर जाँदैछौँ बिहा सीता पाइला अगाडिको प्लेन पोखरा जाने छ त्यहाँबाट कता जान्छ के हुन्छ थाहा छैन प्लान त्यत्तिकै छ अहिले आज चाहिँ हाम्रो प्लानै खासै फिक्स थिएन टक्क गएर हामीले इन्टरकम लियौँ मोटुले कमरा किन्यो अब हामी सीता पाइलाबाटै जान ट्राई गर्दैछौँ किन भन्दाखेरि त्यो बाटो एकदम सजिलो पनि छ सीतातिर चाहिँ घर बनाएर केही गर्नुपर्छ जस्तो लाग्यो है सीता पाइला वान अफ द अमेजिङ रुट ओइ गगन थापा आयो मटन वर्ल्ड अगाडि बालेन रहेछ फेरि बालेन र गगन थापा एकै ठाउँमा देखेँ यार त्यो मैले भन्ने त्यो चोकबाट सिधै नि हामी एक दायाँ बायाँ नलागे सिधै हो क्या ए हो यतै हो त्यो ल भ्यू त सिनिक रहेछ त One hour later. गाइस हल्का व्यवस्था टटपट बुलेटको व्यवस्था गाह्रो छ बुलेटले हिँड्न मानिराखेन किन हो यतिकै अचानक भयो क्या तर के भन्नु छ सर केही भन्नु छैन यार टेन्सन हिँड्दाखेरि यस्तो छोटो मोटो भइहाल्छ नि 1 day later. बाइक बन्यो धेरै धेरै धन्यवाद अनिललाई फेरि पनि अब कसैलाई सर्भिसिङ गर्नु छ रोयल एनफिल्ड छ भने चाहिँ हाम्रो प्रो बुलेट सर्भिस सेन्टरमा जानु होला हाम्रो अनिल दाइलाई भेट्नु होला त्यहाँ गएपछि उहाँले जे समस्या छ त्यसलाई चाहिँ समाधान गरिदिइ हाल्नुहुन्छ यस्तो अनकन्टा ठाउँमा आएर गर्नु हो भने चाहिँ त्यो सहरमा त केही पनि होइन थियो ल दाइ थ्याङ्क यू सो मच हस् दाइलाई पनि धेरै धेरै धन्यवाद हस् हामी लाग्यौँ अब हस् धन्यवाद लास्ट भोग लागेको छ भोग लाग्नु त के गर्ने अब बाइक बिग्रियो बिचमा त्यस्तै हो बाइकलाई अब अलिक केयर गरेन भने अलिकति यस्तै यस्तै हुन्छ अब गएर एकलट चाहिँ चेनमा मोबिल सोबिल हाल्नुपर्छ बिचमा तनाव भएर एकछिन है त्यहाँ एउटा मान्छेले के भेटेको थियो है इन्जिन गयो अरे तपाईँको त 2-3 दिन थन्काउनुपर्छ अरे बिरतिर हाने त्यो भएपछि चाहिँ एकदम रिलायबल मान्छेलाई नै कन्ट्याक्ट गर्नुपर्छ यस्तो बेला होइन धन्न एनफिल्डकै सर्भिस गर्ने दाइ आउनुभयो यता स्वयम्भूबाट प्रो बुलेट सर्भिस सेन्टर यो सजिलो भयो साइडमा हिँड्नु पऱ्यो है साइडमा हिँड्नु पऱ्यो आफ्नो लाइनमा बल्ल सास आयो मलाई त हाइवे भेटेको पछाडि चाहिँ त्यहाँ ए सोलो पुरै चल्छ अब हामी छिर्यौँ धार्केबाट राइटतिर अब हाम्रो यहाँ छिर्ने बित्तिकै हामीले रियालिटी ब्याक टु रियालिटी भने जस्तो बाटोमा आइपुग्यो रियालिटी के भइरहेको छ हाम्रो
खालको खातो छ तर ओभरटेक गरौँ अलिअलि 100 वटा हाल्यो अब मेनुसम्म यस्तै हो त केही आश नगरौँ बिचमा त केएफसी छ सर केएफसी खाने हो क्या कता हो खोलेको छ नि केएफसी थाहा छ त्यही रोक्यो है केएफसी अहिले नगरौँ अहिले ओह्रालो पनि छ भिजन देखिँदैन क्या क्लियर भिजनमा मात्र ओभरटेक गर्नुपर्छ हटाएर के झन्डै तलमाथि बनाइदिएको थियो कि तेल्न पाउँदैन नि त यिनीहरूले त्यतिको पनि त्यही होला रातो गयो उखुको जुस खायो थ्याङ्क यू सो मच दिदी अब हामी लाग्यो हस् फेरि फर्केर भेट्छौँ अब लाग्छौँ हामी बिस्तारै यस कस्तो डेन्जर कुदाइदिएँ अनि त्यो ट्रकले रोकेर बचेन कस्तो साइजहरू ए लड्यो यार म त रमिठो लड्यो रमिठो लड्यो त्यो डिस्कोमा ऊ भयो क्या के भएको छैन घुँडामा चाहिँ लाग्यो होइन चढ्ने बेलामा पर्यो मेरो यो देब्रे घुँडामा चाहिँ लागेको छ के रे लाग्यो बाबु लाग्यो क्या त्यो उसमा डिस्कोमा चढ्दाखेरि क्यामेरा नि रहेछ गाडीले साइड हाल्यो देब्रे घुँडामा चोट लागेको छैन गाडीले तान्नु त बाबु तान्नु त माथि खासै धेरै त भाडा धन्यवाद भगवान्ले हात थापेछ यहाँ त केही भएको छैन यहाँ त दुखेको छ हजुर धेरै राम्रो भयो यो टाइट गर्दा झन् दुख्छ होला यसले दुख्दैन यो कन्किनु हो त्यो डिस्कोमा पऱ्यो क्या त्यो डिस्कोमा मैले लेन चेन्ज गर्न लाग्यो बाटो हेर्नु त थाहा नहुने भनेपछि कुनै गाडी साइड होइन मैले डिस्को यो चेन्ज गर्दाखेरि लडेको यहाँ धेरै यस्तो भइरहन्छ हो भइरहेछ यस्तो भएकै थिएन अस्ति भएको थियो यहाँ सुनिन्छ यहाँ घरै जानुपर्छ सर बाइक त जानु मिल्दैन हजुर त्यही त के भयो